हिजो चाहिँ हामी माघको 9 गते ब्राइडल मेकअप होम सर्भिस गर्न गएको थियौँ भने आज चाहिँ उहाँकै रिसेप्सन र हामी आज पनि होम सर्भिसको लागि आएको छौँ भने हिजोको मेकअप चाहिँ कस्तो भयो भनेर उहाँलाई सोधौँ है त। उहाँ भित्र गएको छुइनँ म, सो उहाँलाई सोधौँ कस्तो भयो उहाँको मेकअप, बेलुकासम्म बस्यो कि बसेन भनेर उहाँसँग सोधौँ है त। लेट्स गो। Hello everyone. मेकअपको कुरा गर्नु पर्दाखेरि हाम्रो पर्सपेक्टिभमा चाहिँ एकदम राम्रो छ। सुरुमा त प्राइस एकदम रिजनेबल छ, सर्भिस एकदम प्रम्प्ट छ, मेसेज गर्दाखेरि उहाँले प्रम्प्ट रिप्लाई गर्नुहुन्छ। त्यसमाथि उहाँहरूको एटिट्युड पनि एकदम रेस्पेक्टफुल नै छ। सो म चाहिँ सबैलाई यो सर्भिस उहाँहरूको सर्भिस चाहिँ म रेकमेन्ड गर्न चाहन्छु। मेरो भन्दा नि उहाँको हो, तर मलाई चाहिँ उहाँलाई जुन मेकअप गरेको थियो एकदम मन पऱ्यो। Thank you to your service. Thank you, sir.